गौमुखी गाउँपालिकाभित्रको पहिलो यो पिच बाटो पूजा जाने बाटो गौमुखी गाउँपालिका 4 जाने यहीँदेखि यहाँ ठुलासीको पुल र यहीँदेखि पिच बाटो सुरु रहेछ। यही आर्थिक वर्षमा सक्ने गरी यसरी पिच बाटो सुरु रहेछ। यहाँ अन्तिम चरणमा पुगेको छ पिच गर्ने र यतातिर पनि पिच हुँदै आएको छ। अनि यसमा चाहिँ अलिकति बाँकी छ। यसमा चाहिँ सूर्य सहितको पक्की ढलान अनि घुम्टी र अलिकति उकालोमा चाहिँ सरिया सहितको आरसिसी पक्की ढलान, किनकि त्यहाँ धेरै भार पर्ने हुनाले त्यो गर्ने भाग छोडिएको छ र अन्य भागमा यसरी पिच गरिएको छ। यो जेठ मसान्तमा सक्ने अन्तिम तयारी छ भने यसमा पनि देख्न सक्छौँ हामी। यसरी यसमा पनि सूर्यको सहितको आरसिसी ढलान यसरी फेरि पिच छ। यो घुम्टीमा छोडिएको छ। यो आर्थिक वर्षमा सम्पन्न हुने गरी यो जेठ मसान्तमा अन्तिम हो भनेपछि उता अलिकति पछि थपिएको पनि छ। हामी अगाडि देख्न सक्छौँ 800 मिटर यो पक्की ढलान 25 र 100 मिटर चाहिँ सूर्य सहितको ढलान गरेर जम्मा 900 मिटर यस वर्ष यो पिच आएको छ र अन्तिम चरणमा भइसकेको छ। यसरी गाडीहरू बाइकहरू यसरी सर गुडेर हिँड्न पाइन्छ अब यो बाटो बनिसकेपछि। र यहाँनिर पनि देख्न सक्छौँ, यहाँ पनि कच्ची छ। यहाँ पनि आरसिसी को सूर्य सहितको ढलान फेरि यहाँबाट सुरु भयो पिच। तपाईँहरूलाई म सरस्वती देखाएँ यो भिडियो। यो गौमुखी गाउँपालिकाको पहिलो पक्की सडक हो। सङ्घीय सरकारबाट 1 करोड करिब 72 लाख बराबरको यो बजेटमा यति राम्रो पिच बाटो बनेको छ। हेरौँ कति वर्ष खप्छ, कतिको खप्छ। अहिले चाहिँ गाउँपालिकाकै एउटा नमुना सडक बन्दैछ यो। यहाँनिर मात्रै छ यो जेठ मसान्तसम्म सक्ने। यहीँबाट सुरु गर्दै तलतिर गएको थियो। अन्तिममा यहीँसम्म जेठ मसान्तसम्म सक्ने यही हो। अब योभन्दा यहाँसम्म मात्रै जेठ मसान्त, योभन्दा यता फेरि कच्ची छ। यहीँसम्म पक्की। योभन्दा यता फेरि पछि थप गरिएको करिब 72 लाखको फेरि टेन्डर गरेर यो असार वर्ष सक्ने। यो फेरि असार वर्ष सुरु हुन्छ यतातिर। मैले तपाईँलाई अन्तिमसम्म देखाउँछु। यहाँतिरबाट ठ्याक्क यहाँनिर अब यहीँनिर सकियो। अब म तपाईँहरूलाई सरस्वती यो पक्की सडक बनाउने बेला काम गरिरहेको यो दृश्य देखाउन चाहन्छु भिडियोमा। यसरी उहाँहरूले सुरुदेखि नै यसो गर्दै आउनुभएको थियो। हजुरको कार्य दाइ? मेरो घर सप्तरी राम्रो छ। कति दिन भयो यहाँ काम गर्न लागेको? यहाँ भर्खरै 10 दिन जति भयो यता। 10 दिन भयो? 10 दिन जति काम भयो? राम्रो लाग्छ? राम्रो। ठन्डा मौसम, ठन्डा जता चिसो छ। चिसो छ यता? त्यति गर्मी छैन। यसमाथि अब लोडरले चाप्ने? गरेर यस्तो सिलाएपछि होइन, यस्तो मिलाएपछि के यस्तो मिलाएपछि बल्ल त्यो लोडरले चाप्ने हो। उता त चाप्दै आउनुभयो। पानी आएर डिस्टर्ब गर्छ गर्दैन? अब अहिले चाहिँ डिस्टर्ब गर्दैन। अब डिस्टर्ब गर्दैन। सुरुमा डिस्टर्ब हुन्थ्यो, अब हुन्न। पानी नआएको बेलामा चाहिँ पानी आयो भने प्रयोगमा राख्ने होला डिस्टर्ब गर्छ। पानी आएपछि काम बन्द हुन्छ यति।
पानी आएपछि काम बन्द हुन्छ। पानी आएपछि काम बन्द हुन्छ, नसुकेसम्म काम गर्दैन। ए सुकाएर मात्रै काम गर्छ। फेरि यसो सुकाएर के हाल्ने त फेरि? त्यही त भने च्यापपोट हाल्ने नि फिटुङ छेउमा तेल पारेको छ नि अलकत्र अँ तर मात्रै हजुर। त्यसलाई हिट गरेर तरेर मात्रै सुकाएर उबाट गर्दै आउनुभयो कि उबाट गर्दै आउनुभयो? माथितिरबाट गर्दै आएन हामीले। यता उल्टा भएन? आसन यतिसम्म आउनु भयो? अहिले 400 मिटर जति आइसकेको छ। 400 मिटर टोटल कति हो त यता? हामीलाई 800 मिटर त पिच हुन्छ, 100 मिटर आरसिसी। 800 मिटर पिच, 100 मिटर आरसिसी। ए 900 मिटर टोटल। ए पहिला यही आर्थिक वर्षमा सक्ने कि कति? नै पिचको चाहिँ असार मसम्मसम्म सकिन्छ। हजुर। अनि आरसिसी चाहिँ असारको ए अन्त धमाधम चलिरहेको? एउटा ठेक्का हो। हजुर। पहिले ठेक्का जेठ मसन्तसम्म छ, पछिल्लो ठेक्का असार। पछि थपेको फेरि? आफू ठेक्कै खोल्या। ए ठोक्कै खोलेर फेरि हजुरले हेर्नुहुन्छ 60 रुपियाँ? हजुर म सदरबाट सुपरभाइजर नि। ए काम त छिटो चल्यो ठिक छ राम्रो छ। पानी परेर डिस्टर्ब गर्ने काम रोकिने काम भएको भएन? बिचमा काम रोक्यो? पानी पऱ्यो डिस्टर्ब गर्यो, परामर्श छिट्नलाई दिएन। ए अहिले ठिक छ, बर्खा हो मौसम हेरेर काम गर्नुपर्छ। हजुर हजुर। यस्तै मौसम राम्रो गरेर अनि कहिलेसम्म सकिन्छ होला? हामीहरू अब एक हप्तामा सक्छौँ। ए 6 दिनमा सक्छौँ। मौसमले साथ दिएपछि 1 हप्तामा सकिन्छ। हजुर। फेरि पछि बजेट थप भयो भने इलेक्ट्रिसिटी थप्दै जाने होला त नि त के गर्छ? अब नेताजीहरूले के गर्नु जहाँसम्म लाग्छ यति भइसकेपछि केही थप होला जस्तो लाग्छ मलाई। यसमा थप गर्छु ल। बजेट त परीक्षक छैन अब त्यो थाहा छैन यसको थाहा छैन नि। जेस पूजाका मान्छेहरूलाई सजिलो हुने भयो। सजिलो भयो, बाटो पनि धेरै राम्रो छ, यहाँको जनता धेरै खुसी छन्। हजुर हजुर। यहाँको वालहरू पनि अति राम्रो बनिएको छ, डिजाइनहरू चिजहरू क्वालिटीमा छ कि हजुर राम्रो बनाएको छ। गौमुखी गाउँपालिका पनि पहिलो हो नि दाइ कि? गौमुना भन्नुभएको छ अरे, हामीले त सुनेको छैन। अब भाइरल हुन्छ यो रोड। तर हाम्रो पनि लाग्छ जहाँसम्म राम्रै काम गरेको जस्तो लाग्छ। यो तपाईँहरूले गरेर काम नमुना छ भन्दा पनि यो गाउँमुखी गाउँपालिका पिस त पहिलो उठा होला। गौमुखीमा अब यो सबै मान्छेहरू आएर फोटो खिच्ने गर्ने अब गर्नुहुन्छ, राम्रो काम गर्नुभयो भन्नुहुन्छ होइन। राम्रोलाई राम्रो भन्ने, नराम्रो नराम्रो भन्ने। हजुर हजुर। अब 12 घन्टा ड्युटी खटेर गरिरहेछौँ, हेरिरहेछौँ। हजुर हजुर। अब यस्तै मौसमले साथ दियो भने त छिट्टै अब सम्पन्न हुन्छ। 6 दिन 1 हप्तामा सक्छौँ हामीले। धेरै भयो कि गाडी रोकिएर फेरि अब यहाँ अब त्यस्तो तनाव छैन गाडीको लागि। हजुर हजुर। अब बिस्तारै खोलिहाल्छ अब। अब यो लगातार गाडी चल्न दिनुपर्छ कि केही दिन राख्नुपर्छ त यो? लगातार चल्छ, केही फरक पर्दैन। गाडीलाई रोक्ने ए त्यस्तो रोक्ने गरेन? हामी त्यो चाहिँ ट्राकपट सडेको बेलामा तेलमा चाहिँ गाडी हिँड्न दिँदैनौँ। ए त्यता तेल राखिसकेर रोलर लगाइसकेपछि त हिँड्न मिल्छ। ए त्यो बिचमा त्यो तेल छर्दाखेरि चप्किन्छ गर्छ? चप्किन्छ भनेर हिँड्न दिँदैन। ए पछि त अब यो रोलरले पछि गर्छ नि हिँडे पनि हुन्छ? फरक पर्दैन, तत्कालै हिँड्न मिल्छ। ए त्यो सबै त समस्या भएन। अब मौसमले साथ दिएपछि त अब 1 हप्ता सकिन्छ, 1 हप्तापछि गाडी हिँड्ने भइहाल्छ। त्यसपछि हामी आरसिसीको काम सुरु गर्न थाल्छौँ हामी। ए कतिको अरे यो बजेट त तल यस्तो? त्यति थाहा भएन, लगभग 170 जति होला। 1,70,00,000। कति कस्तो लाग्छ नि? ए हजुर। एउटा ठेक्काबाट है, पहिलाको कम अनि पछि फेरि थपेर एउटा ठेक्का अलग प्याकेज है। दुइटै अलग अलग ठेक्दारले लियो कि एउटै लो फेरि? एकै ठाउँ पऱ्यो। ए एउटै ठेक्दारले लियो? ए कहाँको ठेक्दार हुनुहुन्छ फेरि? नौबनीको हो। ए नौबनी नजिकै हुनुहुन्छ त? ए हजुर हजुर। दिनौ आइरहनुहुन्छ हजुर नि? म त जबसम्म काम सकिँदैन म जाँदैन। 6 बजीदेखि 6 बजीसम्म ड्युटी गर्छु। ए काम राम्रै होला हजुरले हेरेर गरेर। हजुर।
कति छ यो नाप्ने हो ए ठिक छ कि छैन भन्ने ए हजुर ए यसलाई गर्न पर्ने डाइरेक्ट कल गर्नु